गोल्ड ओभरसिज म्यान पावर काठमाडौँको वसुन्धरामा रहेको गोल्ड ओभरसिज म्यान पावरबाट चाहिँ निकै नेपालीहरू आएर कुवेतमा चाहिँ अहिले चाहिँ एकदमै विचलित भएर बस्नु भएको छ। नमस्कार सरसा, हामी गोल्ड ओभरसिज म्यान पावरबाट कुवेतको लागि भनेर काम गर्नको लागि हेरेर आएको। हामी आएको कसैको 5 महिना, कसैको 4 महिना, कसैको 3 महिना त्यस्तै भएछ। कम्पनीले कसैले काम दिएको पनि छैन र सेलरी पनि दिँदैन। अनि कम्पनीले एउटा पेपर दिएछ, त्यो पेपरमा के लेखेको छ भने तिमीहरू आफ्नो मुलुक जाऊ, आफ्नो एजेन्टलाई भनेर टिकट काटेर मुलुक जाऊ भनेछ। एजेन्टलाई भन्यो, एजेन्टले केही सुन्दैन। हेर्नुहोस्, हामीलाई कसरी हुन्छ उद्धार गर्नु पर्यो सर, हामीलाई नेपाल झिकाइदिनु पर्यो। हामी साह्रै समस्यामा छौँ, न खाने पैसा छ, न केही छ, न केही छ। हामीलाई यहाँ साह्रै गाह्रो भएको छ। म एउटा मात्रै, हामी सबैको एउटै हो प्रब्लम। अनि त्यो हुँदाखेरि हामीलाई जसरी हुन्छ जतिसक्दो छिटो गरेर नेपाल झिकाइदिनु होला र हाम्रो लागेको लगानी कति छ त्यो लगानी पनि उठाउने प्रोसेस चालिदिनु होला हजुरले। त्यही भन्नुको लागि मैले सानो छोटो भिडियो बनाएको छु हजुरलाई। दलालहरू चाहिँ बिगबिगी बढी नै रहेछ दिनदिनै होइन। नेपाल सरकारले चाहिँ अलिक विशेष गरेर बालन सरकारले चाहिँ यो हेर्छ कि भन्ने हाम्रो ठुलो आश छ। 4देखि 5 महिना भइसकेको रहेछ, तलब पनि नदिने र कामै देखाइन भनेर चाहिँ अहिले एउटा भिडियो टिकटकमा भाइरल भइरहेको छ। त्यस कारणले गर्दा सम्बन्धित म्यान पावरले चाहिँ छिटोभन्दा छिटो चाहिँ गिरफ्तार गरोस्, उनीहरूको पैसा पनि रिटर्न दियोस् र यहाँका दूतावासले पनि ध्यान दियोस् भनेर चाहिँ हामी चाहन्छौँ। कुवेतबाटै बोल्दैछौँ, भिडियो बनाउँदैछु। यो चाहिँ नितान्त एकदमै फस्टाइरहेको अवस्था छ कुवेतमा होइन। र यो अहिले धेरैजना लगभग 20-25 जना नै छन्। हेर्दाखेरि भिडियोमा पनि यो भिडियो हिजो मात्रै सार्वजनिक भएको छ, उहाँहरूले नै हाल्नु भएको छ। मैले यो भिडियो पनि जोडिदिएको थिएँ होला तपाईँहरूले पनि। ज्यादै दयनीय छ, काम पनि छैन, त्यसपछि तलब पनि छैन। 81 5 महिना 4 महिनादेखि र त्यो ल्याउने एजेन्टको डिमान्ड पास गर्ने दलाल एजेन्ट पनि मतलब कन्ट्याक्टमा आउँछन्, केही पनि गर्दैन भन्ने कुराहरू पनि भन्नुभएको छ। साथसाथै त्यो कम्पनीले चाहिँ अहिले तिमीहरूलाई त्यो एजेन्टलाई पुरा गरेर घर जा भनेछ अरे है त। अब बाँकी कुरो यही हो यस्तै है। ल त्यो दलाल म्यान पावरहरू त नेपालमा सबै बन्द हुनुपर्छ भन्ने चाहिँ हाम्रो पुरा रूपले माग हो। बस धन्यवाद, शुभरात्रि।